साउन महिना 12 महिनाहरू मध्येको एक महिना हो। हरियालीको महिना पनि हो। साउन महिना हिन्दू धर्ममा अत्यन्त पवित्र र धार्मिक महिना मानिन्छ। यो महिना भगवान शिवको आराधना, प्रकृति प्रतिको सम्मान र आत्मशुद्धिको समयका रूपमा चिनिन्छ। आजको खोजिमेली स्तम्भमा हामी साउन महिनाको धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा पुराण वाचक तथा पण्डित सुरेश चन्द्र अधिकारीसँग कुराकानी गर्नेछौँ। हजुर, अब यहाँ पुराण वाचक हुनुहुन्छ, पण्डित पनि हुनुहुन्छ। यहाँले अध्ययन गर्नु भएको हो कि यहाँको सो अध्ययनबाटै यहाँ पण्डित पुराण वाचक बन्नुभयो? लगभग 11-12 वर्षको उमेरदेखि नै म चाहिँ गुरुकुलमा बसेँ, जहाँ संस्कृत पढाइ हुन्थ्यो, विशुद्ध गुरुकुल। त्यहीबाट मेरो संस्कृतको यात्रा सुरु भयो र अहिलेसम्म विकृति र विसङ्गतिहरूलाई पछार्दै एउटा सभ्य समाजलाई निर्माण गर्नुपर्छ भन्ने हेतुले म पनि यो आध्यात्मिक क्षेत्रमा लागेको छु। तपाईलाई यो आध्यात्मिक क्षेत्रमा लाग्न, हैन, आध्यात्मिक बन्नको लागि चाहिँ कसरी प्रेरणा प्राप्त भयो? मेरा स्वर्गीय पिता पण्डित नरनाथ अधिकारी र हजुरबुवा पनि पण्डित हुनुहुन्थ्यो र यो पूर्वजहरूकै प्रेरणा, उहाँहरूकै इच्छा अनुसारै संस्कृत पढेकाले गर्दाखेरि यो क्षेत्रमा चाहिँ प्रेरणा मिल्यो लाग्नलाई। कति वर्ष भयो अहिले यहाँ यो पेसा सँगसँगै? पेसाकै रूपमा भनौँ, अब पेसाकै रूपमा यहाँभन्दा अगाडि चाहिँ म मन्दिरमा चाहिँ सेवा गर्थेँ, भगवानको सेवा गर्थेँ। विराटनगरको काली मन्दिर प्रसिद्ध मन्दिर हो, जहाँ 8 वर्ष 9 वर्ष मैले त्यहाँ सेवा गरेँ। त्यो भगवानको इच्छा नै यस्तो भयो कि होइन, अब तैँले अन्त चटपटाउनु हुँदैन, अन्त अरू बाटाहरूतिर जानुभन्दा पनि यो धर्म, संस्कृति र संस्कार चाहिँ के हो भन्नेतिरै जानुपर्छ। भगवानको कृपा भएर पनि म यो क्षेत्रमा चाहिँ प्रवेश गरेको। अहिलेको सन्दर्भमा कुराकानी गर्छु है। अहिले थुप्रै पण्डितहरूका नाममा अथवा आध्यात्मिक बाटो रोज्नेका नाममा कोही धामी हुने, कोही पण्डित हुने, कोही वाचक हुने, कोही कविता सुनाउने, कोही कथा वाचन गर्ने, वाचक बन्ने नेपालमा निकै अगाडि बढेको देख्छौँ होइन। यहाँ पनि देख्नु भएको छ नि पक्कै पनि। यो चाहिँ किन भइराखेको छ? यो राम्रो हो तपाईलाई के लाग्छ? धर्म रक्षति रक्षिता। धर्मलाई हामीले रक्षा गर्यौं भनेदेखि, त्यो धर्ममा हामी, धर्मको बाटोमा हामी लाग्यौं भनेदेखि त्यो धर्मले हाम्रो रक्षा गर्ने हो। त्यसो हुनाले धर्मप्रति सनातन, विशेष गरेर यी हाम्रा चाडपर्वहरू जे जति छन्, यी हाम्रा सनातन धर्म अनुसारकै पर्वहरू हुन् र त्यो सनातनमाथि, त्यो धर्ममाथि अहिले के भयो त भन्दाखेरि व्यापार हुन थाल्यो, जसका कारणले चाहिँ नि मान्छे तितर बितर धर्म नमाने पनि हुन्छ। धर्म भनेको त्यो एउटा सामान्य वस्तु, सामान्य चिज मानेर धर्मको व्यवस्था गरेका कारणले पनि यी विकृतिहरू अहिले देखिएका, समाजमा देखिएका, जुन अहिले हजुरले भन्नुभयो कथावाचक, पुराण भन्ने, माताहरू आदि इत्यादि, यो सबै विकृति हो। यो सबै र यसलाई चाहिँ नि के गर्नुपर्छ त भन्दाखेरि यो कहाँबाट, यसको विकृति कहाँबाट सिर्जना भयो भन्दाखेरि देशमा बसेर जुन शासन गर्ने शासकले नै धर्मको चाहिँ परवाह नगरेका कारणले यी विकृतिहरू चाहिँ नि भित्रिएका हुन् जस्तो लाग्छ मलाई। धर्मलाई व्यापारका रूपमा लिन सकिन्छ, हेर्न सकिन्छ? त्यो त्यही गलत धर्म यो होइन, त्यो गलत चाहिँ यही भयो क्या। विकृति भनेकै यही त हो नि। धर्म भनेको बुझ्नु पर्यो, धर्म भनेको धारयति धर्म, जो वस्तु अन्तर्निहित वस्तुलाई धारण गर्नु चाहिँ धर्म हो। जस्तै आगोको धर्म के हो त भन्दाखेरि, त्यो आगोले के धारण गर्दछ त भन्दाखेरि उसको धर्म भनेको पोल्नु धर्म हो। पानीको धर्म भनेको शैतल्यता हो। त्यस्तै मानवताको पनि, मानवको पनि एउटा धर्म हुन्छ। त्यो धर्म भनेको चाहिँ सनातन धर्म हो। त्यो सनातन धर्मभित्र के भन्छ भनेदेखि, सनातनले कहिल्यै पनि कसैको विरोध गर्दैन, कहीँ विभेद पनि गर्दैन। तर देखिन्छ त विभेद। त्यो त हामीले गरेको त्यो धर्मलाई नबुझेको हो, कर्तव्यलाई हामीले नबुझेर मात्रै विभेद गरे हो। नत्र भने धर्मले कुनै पनि धर्मको चाहिँ विरोध गर्दैन। जस्तै यहाँले विभेदको कुरा गर्नुभयो। कतिपय ठाउँमा हाम्रा समाजमा एउटा वर्ग समुदायलाई दलित समुदाय भनिन्छ, उहाँहरूलाई पनि छिर्न कतिपय ठाउँमा अथवा पूजा आजामा बन्देज गरिन्छ सनातन धर्मबाट। महिलाहरूलाई पनि कतिपय ठाउँमा चाहिँ तपाईमा मन्दिरको अगाडि नै लिस्ट टाँसिएको हुन्छ, जहाँ चाहिँ महिला छिर्नु हुँदैन भनेर। हाम्रो सनातन धर्मले, यहाँहरूले भने जस्तै, अथवा हाम्रो सनातन धर्मको, हामी हिन्दू धर्ममा मान्ने धर्मावलम्बीहरूले यो गर्नु जायज हो त? पक्कै पनि जायज होइन, हाम्रा बिल्कुल गलत हो। कहीँ पनि धार्मिक ग्रन्थहरूमा हाम्रो पूर्वीय दर्शनहरूले, हाम्रा शास्त्रहरूले चाहिँ धर्मको कसैको पनि विभेद गरेको पाइँदैन। त्यहाँनिर स्वयं भगवानले नै त्यहाँ जातीयताको कुरो गर्नु भएको छैन। त्यहाँनिर भगवानले धनी गरिबलाई हेर्नुहुन्न, भगवानले हात्तीसँग प्रेम गर्नुभयो। त्यो पुराणहरूमा आउँछ, गजेन्द्र भनेको त्यो हात्तीको नाम हो। त्यो हात्तीलाई पनि
भगवानले चाहिँ उद्धार गर्नुभयो। सबरी भन्ने कि एउटी दलित महिला थिइन्, उनका हातबाट भगवानले चाहिँ नि खानपान गर्नुभएको छ भनेपछि भगवानले कहीँ पनि विभेद गर्नु भएन कि। त्यसो हुनाले भगवानलाई भगवान तत्त्व के हो भनेर नबुझ्नु चाहिँ छुट्टै कुरा भयो, तर भगवानले कहीँ पनि सनातन धर्मले विभेद गरेको पाइँदैन। भनेपछि हामी यो धर्म मान्नेहरूले विकृत रूपमा चाहिँ यो विभेदहरू अथवा चाहिँ विकृत रूपमा यो आयो भनेर बुझौँ। हजुर, यही हो। तपाईँ चाहिँ पण्डित अथवा कथा वाचनहरू गर्दाखेरि जुनसुकै समुदायका पनि जानुहुन्छ? मैले सेवा मन्दिरमा गरेँ, भगवानको सेवा गरेँ, तर कहीँ पनि सार्वजनिक पुराणहरू कसैका पुराणहरू भयो भनेदेखि त्यो उसले छुनुहुन्छ हुँदैन। तर जुन ज्वरो गाडेको छ नि त्यो ज्वरो फाल्नलाई अलिकति मेहनत गर्नुपर्छ, कोसिस गर्नुपर्छ र यो समाज सबै लागि पर्यो भनेदेखि यसको अन्त्य हुन्छ। अब हामी साउन महिनाको कुरा गरौँ। अहिले साउन महिना चलिरहेको छ, हामी साउन महिनाको धार्मिक तथा सांस्कृतिक महत्त्वका बारेमा बताइदिनुहोस् न, यसको के छ? सनातन धर्मले के भनेको छ भनेदेखि सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग भवेत्। सनातन धर्मले भनेको यो मूल नारा हो। सनातन धर्मले के भनेको छ त भन्दाखेरि सबैजना सुखी हुन्, सबैजनामा निरोगी हुन्, सबैको उन्नति होस्, प्रगति होस्, कसैले पनि पीडा मार्कामा बस्न नपरोस् र कसैले पनि दुखी हुन नपरोस्, संसारका प्राणीहरू चाहे जोसुकै होस् भनेर सनातन धर्मले भन्दछ। र यहाँ साउनसँग सम्बन्धित साउनको विषयमा श्रावण भनेको चाहिँ ग्रीष्म ऋतुको अन्त्यसँगै यो वर्षा ऋतुसँगै श्रावणको प्रारम्भ भयो र यो साउनलाई चाहिँ किन यस्तो पवित्र महिना, किन महिना दिनभरि व्रत बस्नुपर्ने, यो प्रश्न चाहिँ यहाँले गर्नुभयो। र श्रावण महिना त्यो ग्रीष्मले गर्दाखेरि, त्यो तातोले गर्दाखेरि जुन वर्षा ऋतु हो यो श्रावण महिना, चारैतिर पाखा पखेराहरू जहाँसुकै पनि हरियाली चाहिँ नि यसमा छाएको हुन्छ। हरियो भनेको के हो त भन्दाखेरि एउटा निर्मल हो, स्वच्छ हो, त्यस कारणले त्यो पवित्र हो। त्यस कारणले पनि श्रावण महिनालाई यो हरियालीको महिना, मानव खाएर मुरी उब्जाउने भन्छन् होइन, यसै महिनादेखि चाहिँ नि धान रोप्ने ओर्ने गरिन्छ, जसका कारणले सारा जमिनमा, बारीमा, खेतमा हराभरा त्यो धान, पाखा पर्वतहरू हरियाली, यसले गर्दा पनि यो साउनको चाहिँ महिमा बढेको हो। अब त्यसमा अर्को धार्मिक कुरा चाहिँ के छ भन्नुहुन्छ भनेदेखि धार्मिक पक्ष यसमा भगवान शिवजी भोलेनाथ चाहिँ यो साउन महिनामा नै अवतरित भएर ससुराल जानुभएको थियो अरे। ससुराल भनेको चाहिँ हिमालय पुत्री पार्वती हिमाल चाहिँ ससुराली हिमालयमा जानुभएको थियो र उहाँ जाँदाखेरि चाहिँ नि शिवजीको चाहिँ भव्य रूपमा सम्मान गरियो। त्यहाँ रुद्राभिषेक आदि गरेर चाहिँ नि शिवजीलाई जल चढाउने काम गरियो। त्यहाँबाट पनि जल चढाउने शिवजीमा, शिवलिङ्गमा जल चढाउने प्रथा चाहिँ प्रारम्भ भयो। अर्को एउटा पौराणिक मान्यता के छ भनेदेखि सुरुदेखि नै, परापूर्व कालदेखि नै द्वन्द्व चाहिँ भइरहे, धर्मप्रति पनि धर्ममाथि पनि आक्रमण भइरहे। त्यतिखेर जसलाई देवासुर संग्राम भनिन्छ, देवासुर संग्राममा अब दैत्य र देवताहरू, दैत्य भनेका चाहिँ अब दुष्टहरू भए, देवताहरू भनेका सज्जन भए। यिनी बीचमा पनि त्यो सत्ताको मोह जसलाई पनि हुन्छ, त्यो सत्ताको मोहले गर्दाखेरि चाहिँ नि ती दैत्यहरू त्यो स्वर्गको त्यो राज्यलाई चाहिँ नि, त्यो स्वर्गको वैभवलाई उनीहरू चाहन्थे। अब देवताहरू पनि चाहन्थे। अब यसमा चाहिँ नि अब के गरी यसलाई मिलाउने त भनेर भन्दाखेरि अब यस उच्च न्याय चाहिँ कसले दिन सक्छ त? हामी उच्च न्यायालयमा जानु पर्यो भन्दाखेरि सबैभन्दा चाहिँ नि उच्च ठाउँ भनेको कहाँ भन्दाखेरि भगवान विष्णुकामा गए। विष्णु चाहिँ नि उच्च अदालतै हुनुहुन्थ्यो, उहाँ न्यायमूर्ति हो भगवान विष्णु। अनि त्यहाँ जाँदाखेरि उहाँले चाहिँ भन्नुभएको थियो, विष्णु भगवानले भन्नुभएको थियो कि म चाहिँ कश्यप ऋषिका घरमा चाहिँ एउटा जन्म लिन्छु र ब्राह्मणको वेश धारण गरेर म ती दैत्यहरूलाई चाहिँ नि जसरी पनि परास्त गर्छु। त्यसका लागि चाहिँ ती दैत्यहरूलाई पनि मिलाएर एउटा काम के गर्नुपर्छ भनेदेखि समुद्र मन्थन गर्नुपर्छ। त्यो समुद्र मन्थन चाहिँ किन गर्नु पर्यो त भन्दाखेरि हाम्रा जति पनि हामीलाई चाहिने वस्तु भनेका ती समुद्रबाट हिरा, मोती, चाँदी, पैसा जे भने पनि त्यो समुद्रबाट निकाल्नु पर्ने थियो, रत्नका रूपमा चाहिँ त्यहाँ निकाल्नु पर्ने हुन्थ्यो। तर के भयो भनेदेखि समुद्र मन्थन गर्नलाई त त्यो देवताहरूले मात्रै सम्भव थिएन, दैत्यहरूलाई पनि चाहिँ नि त्यहाँ सत्ता गठबन्धन गरे जस्तो, सरकार चलाए जस्तो त्यहाँ गठबन्धन गरे, देवता र दैत्य बीचमा गठबन्धन गरेर त्यहाँ चाहिँ समुद्र मन्थन गरियो। समुद्र मन्थन गर्दाखेरि सुरुमै चाहिँ नि एउटा हालाहाल विष निस्क्यो त्यहाँबाट। त्यो विष निस्किँदाखेरि अब के हुन्थ्यो भनेदेखि त्यो पृथ्वीमा त्यो पर्ने बित्तिकै पृथ्वीलाई दग्ध गराइदिन्थ्यो, त्यसले भस्म गराइदिन्थ्यो। सबै आत्तिए, ती देवता
देवता पनि दानव पनि सबै आत्तिए। अब के गरौँ त भन्दाखेरि अब शिवजी कहाँ जानुपर्छ। यो विषलाई चाहिँ नि पान गर्न सक्ने अरू को हुन सक्छ त भन्दाखेरि भगवान भोलेनाथ भन्दा अरू कोही पनि हुन सक्दैन भनेर भगवान शिवजी कहाँ सबैजना गएर प्रार्थना गर्दाखेरि भगवान भोलेनाथलाई चाहिँ आशुतोष पनि भनिन्छ। आशुतोष चाहिँ किन भन्दाखेरि तुरुन्तै रिसाउने र तुरुन्तै खुसी हुने यस्तो स्वभावलाई चाहिँ नि आशुतोष भनिन्छ। भगवान भोलेनाथ आशुतोष हुनुहुन्थ्यो। देवताहरूको सबैले प्रार्थना गरेपछि उहाँ आउनुभयो र सहजै रूपमा चाहिँ त्यो विषलाई चाहिँ पान गरिदिनु भयो। विषलाई पान गर्दाखेरि घाँटीसम्म यहाँ पुगेपछि तल झार्न सक्नु भएन। त्यो विष चाहिँ घाँटीमा नै रह्यो, जसका कारणले उहाँको घाँटी नै निलो भएर आयो। त्यहाँदेखि भगवान शिवजीको नाम नीलकण्ठ भनेर नाम रह्यो र समुद्र मन्थन पनि यो साउनकै महिनामा गरिएको थियो। र भगवान भोलेनाथलाई चाहिँ नि शैतल्यता प्रदान गर्नका लागि यो साउन महिनाभरि हिन्दू धर्मावलम्बीहरूले साउन महिनाभरि चाहिँ नि जल चढाउने परम्परा रहिआएको छ। जल चढाउन जाँदाखेरि चाहिँ बोलबम बोलबम भनेर पनि जाने गरिन्छ नि, यसको खास अर्थ चाहिँ के हो? बोलबम अथवा नमः शिवाय जे भन्न सकियो। म शिवजीलाई नमस्कार गर्छु भन्दै त्यो गाउनु अरू केही पनि होइन। त्यो शिवजीलाई नमः शिवाय होइन, नमः भनेको नमस्कार, शिवाय भनेको शिवजीलाई। म शिवजीलाई नमस्कार गर्छु, म शिव प्रति समर्पित छु भन्ने नै कुरा हो। अब हाम्रो समाजमा साउन महिना लागेपछि चाहिँ व्रत बस्ने होइन चलन पनि रहेको छ। यसमा व्रत बस्दाखेरि के गरी बस्ने, कसरी बस्ने, के खाने, त्यस्तो चाहिँ के छ? त्यस्तो यो साउन महिना भनेको गर्मी महिना हो। गर्मी महिनामा शरीरमा चाहिँ उत्तेजना ल्याउने खालका भोजनहरू हामीले गर्नु भएन, जसलाई तामस भोजन भनिन्छ। लसुन प्याज माछा मासु यो महिनामा नखायो भने नै, किनभने शिवजीलाई चाहिँ नि शिवजीको आराधना गर्न। शिव भनेको के हो त भन्दाखेरि पहिलो कुरो शिव भनेको कल्याण हो। शिवजीलाई खोज्न हामी कहीँ गयौँ भनेदेखि शिवजीलाई खोजेर हामी पाउन सक्दैनौँ। हामीले शिवलाई खोज्ने अथवा विष्णुलाई जेलाई खोज्ने, भगवानलाई खोज्ने भनेको म भित्रै खोज्न सक्नु पर्दछ होइन। त्यसो हुनाले खान नहुने भनेका नखाने कुराहरू चाहिँ तामस भोजन गर्नु हुँदैन। शुद्ध शाकाहारी भोजन गर्ने, सकिन्छ भने व्रत गर्ने हो। सकिँदैन भनेदेखि एक टाइम मात्रै भए पनि भोजन गरेर व्रत गर्न सकिन्छ, अथवा फल दूध खाएर पनि व्रत गर्न सकिन्छ। आफूलाई कसरी सहज हुन्छ। यो धर्मले चाहिँ नि व्रत बस्नु भनेको चाहिँ नि एउटा वैज्ञानिक कारण पनि के हो भनेदेखि हाम्रो शरीरलाई चाहिँ नि दिनै पछि खाइरहँदाखेरि त्यो शरीरले पनि त आराम पाउनु पर्यो नि, ती इन्द्रियहरूले पनि त आराम पाउनु पर्यो नि। यो सबै हुन सक्दैन। त्यसो हुनाले व्रत चाहिँ नि बस्नु शरीरका लागि, आफ्ना लागि महत्त्वपूर्ण भएका कारणले पनि साउन महिनामा व्रत बसिने गर्छ। यो व्रत चाहिँ सबै बस्छन्, महिला सबै सक्ने महिला पुरुषले सबैले गर्दाखेरि यसले चाहिँ नि राम्रै गर्छ। अहिले अब साउन महिनामा अलिकति विकृतिहरू पनि फैलिँदै गएका छन्, समाज भएको हामी पनि देख्न सक्छौँ होइन। यहाँलाई चाहिँ के लाग्छ? यो विकृत हो। भगवान शिवजीलाई प्राप्त गर्नलाई तामझाम गर्नु पर्दैन। भोलेनाथ शिवजी आफै कस्तो हुनुहुन्छ भनेदेखि मसान घाटमा बस्नुहुन्छ। शिवजी शमशान घाटमा बस्नुहुन्छ। बाघका छाला लगाउनुहुन्छ उहाँले, लुगै नभए पनि चल्ने। उहाँको नाम गरेर अनि विभिन्न किसिमका चाहिँ लुगाहरू किन्ने, विभिन्न किसिमका पहिरनहरू लगाउने, यो भनेको चाहिँ विकृति नै हो। यो अन्त्यमा केही छ यहाँको? एउटा कविता सुनाउँछु नि। यो आमाप्रति समर्पित कविता हो। हरि शर्मा भन्ने लेख्नु भएको रहेछ, उहाँको रचना हो यो। आमा हुन् पृथ्वी धरा र जननी, यो विश्वकी शारदा, प्राणी सन्तति हुन् सबै जगतका, वात्सल्य मौलाउँदा। आमा हुन् धरती र गाउँ घरकी, बस्ती अँध्यारो हुँदा, न्यानो हुन्छ असाध्य मातृ ममता, बाबु भनी भन्दिदा। आमा काख समान हो धरणीमा, पल्टेर गिज्याउँदा, जिब्रो स्वाद चपाउने बदनका, ती दन्त देखाउँदा। आमा हुन्न भने रहन्छ र कहाँ, यो सृष्टिको काई फाइदा, खुट्टा टेक्नु स्वयं नटेक अरूका, भन्ने सुझाव दिँदा। आमाको स्वर भावना हृदयको, बोली र भाषा कला, आमाका करले सिकाउँछ सधैँ सत्कर्मका पाइला। आमा ज्योति समान हुन् सुपथमा, यो विश्वमा आउँदा, बज्लान् मन मन्दिरै र घरमा, कारुण्य सिद्ध्याउँदा। धन्यवाद। अहिले तपाईँ रेडियो कार्यक्रम सङ्गालो